यो कानुनी राज हो कि प्रहरी राज हो कि गुन्डा राज हो, यो सरकारसँग जवाफ चाहन्छु। सरकारले सुकुम्बासीमाथि हदै अमानवीय व्यवहार गरेको छ। बिना सूचना बसिरहेका सुकुम्बासीलाई रातारात होल्डिङ सेन्टरमा पुर्याएर अहिले त्यहाँ पनि खानपिन नै बन्द गरेको खबर छ। कतिपटक मार्ने एउटै वर्गलाई जिउँदै सरकारले नागरिकलाई तडपाएर जिउँदै मार्न खोजिरहेकै हो। अमानवीयताको पराकाष्ठ हामी हेर्दैछौँ। 25,000 दिएर गरिब सुकुम्बासीलाई लखेट्ने सरकारको काम सरासर गलत छ। आँसुले डुबिरहेको होल्डिङ सेन्टरमा बाढी बस्दा थप बिचौलीमा परेका छन्। उनीहरूको पीडा कसले सुन्ने, कसले देख्ने? सरकार सुकुम्बासी भेट्न जान भिजिलान्तेको अनुमति लिनुपर्ने हो। एउटा भिजिलान्तेहरूको शिरको टोपी थुत्ने अनि राज्यको प्रहरीले त्यो भिजिलान्तेको चाकटी गर्न उल्टै प्रतिष्ठित राजनीतिज्ञलाई र जेनजी आन्दोलनलाई अभियानकर्तालाई कठालोमा समातेर पक्रने, घोक्र्याउने, यही हो लोकतन्त्र? यो कानुनी राज हो कि प्रहरी राज हो कि गुन्डा राज हो, यो सरकारसँग जवाफ चाहन्छु। सुकुम्बासी होल्डिङ सेन्टरमा पानी पसेर नागरिक रुन थालेपछि त्यहाँ सुकुम्बासीका नेता नगएर को जान्छ? त्यहाँ उसको समस्या बुझ्न उसको प्रतिनिधि जानुपर्ने हो कि उसको मुख थुन्न अमुक भिजिलान्ते? लोकतन्त्रमा जनताका आवाज बोल्न राजनीतिक दलहरू हुन्छन्। तिनका नेताले जनप्रतिनिधित्व गर्छन्। यदि राजनीतिक ज्ञान छैन भने रत्न राज्य लक्ष्मी क्याम्पस पढेर आए हुन्छ। मेरो चुनौती छ। सभामुख महोदय, गणेश नेपाली आत्मदाह समग्र प्रकरणमा सरकारको चरम लापरवाही देखिएको छ। सरकारका यस्तै गतिविधिले नागरिकमा थप निराशा र आक्रोश बढ्दै गएको छ। नेपालीको आत्मदाह त्यसैको प्रमाण हो। आत्मदाहको घटनालाई विषयान्तर गर्न सञ्चार गृह र जिम्मेवार नेताहरूको ढोका छेक्न सरकारले छद्म भेषमा परिचालन गरेको गाडी आतङ्क असह्य छ। यसले पञ्चायतकालीन भूमिगत गिरोहको झल्को दिएको छ। सरकार संरक्षित गुन्डा राजको आभास मिलेको छ। भिजिलान्तेले राजनीतिक नेतृत्व र नागरिक तर्साउने शासन स्वीकार्य छैन। सभामुख महोदय, गाडी आतङ्क सरकार संरक्षित होइन भने यसको योजनाकार कार्यान्वयनकर्ता सबै सार्वजनिक गरेर कानुनी कारबाही होस्। सरकारसँग जोरदार माग गर्दछु। सभामुख महोदय, नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति 1.5 महिनादेखि संसदको रेकर्डमा छ। आपत्तिजनक भनाइका विरुद्ध हामी सदनमा आवाज उठाइरहेका छौँ, तर जवाफ खोइ। संविधान र संसदप्रति राष्ट्रसभाको प्रतिबद्धता के हो? के यसै गरी सधैँ संसदलाई हेपेर अपमान गरेर चल्छ भन्ने सोचिरहनु भएको छ? प्रश्न छ। हिजो प्रश्न सोधेर यहाँसम्म आइपुगेका साथीहरू आज प्रश्नदेखि तर्सेर भाग्नु भएको छ। तर तपाईँहरू जति भागे पनि हामी प्रश्न गर्न छोड्दैनौँ। जनताको आवाज बोल्न रोकिँदैन। बोल्न नमिलेकोमा पीडा पनि होला कतिपय नेता मित्रहरूलाई। बोलेरै गिनिज बुक अफ द ओल्ड रेकर्डमा नाम लेख्ने खुबी आज कुण्ठित हुनु परेको पनि होला। तर नबोलेरै देशलाई अप्ठ्यारोमा जान दिन मिल्छ र? सभामुख महोदय, अनि नेपालले भारतको सीमा मिचेको छ भनेर प्रमाण खोज्न निस्कनु भएका साथीहरूले के प्रमाण पाउनुभयो? प्रमाण नपाएर लज्जाबोध भयो कि सगौरव प्रमाण संसदमा पेश हुन्छन्? संवैधानिक अङ्गहरूलाई बालुवाटारमा थुन्ने कामहरू भइरहेको छ। स्वतन्त्रतापूर्वक काम गर्नुपर्ने संवैधानिक अङ्गहरू प्रधानमन्त्रीका सहयोगीहरूको हप्की र धम्की सहेर काम गर्नु परेको अवस्था छ। राज्यका स्थायी संरचना बाइपास गरेर अनधिकृत रूपमा संरचना खडा गरेर सुशासन भेटिएला र? सभामुख महोदय, सरकारले विद्यार्थी सङ्गठन कर्मचारीहरूको मुख थुन्ने प्रयास गरिरहेको छ। निर्दलीय पञ्चायती व्यवस्थामा पनि नरोकिएका विद्यार्थीका गतिविधिलाई रोक्ने कोसिस भइरहेको छ। आफ्नो हक अधिकार र सामूहिक सौदाबाजीका फोरमहरू निस्तेज पारिएको छ। कर्मचारीहरूले आफूमाथि भएको अन्याय थिचोमिचोको गुनासो गर्ने ठाउँ समेत भत्काइएको छ। निजामती ऐनको नियमावलीमा संशोधनले कर्मचारीहरूमा थप आतङ्क सिर्जना गरेको छ। यसरी हुन्छ लोकतन्त्र बलियो? सभामुख महोदय, रासोपा र सरकारको प्रतिनिधि गतिविधि हेर्दा लाग्छ हिजो पत्रकार हुँदा नेता खराब, आज नेता हुँदा पत्रकार खराब। हिजो स्थानीय सरकार चलाउँदा केन्द्र खराब, आज केन्द्र सरकार चलाउँदा स्थानीय सरकार खराब। हिजो महानगर चलाउँदा सिंहदरबार जलाइदिन्छु, आज सिंहदरबार चलाउँदा न्यू रोड जाम गराइदिन्छु। हिजो अरूले विदेशी ऋण लिँदा राति निन्द्रा लागेन, आज आफूले विदेशी ऋण लिँदा ऋण नलिई देश कसरी चल्छ? हिजो नागरिकले आत्मदाह गर्दा सरकार दोषी, आज नागरिकले आत्मदाह गर्दा नागरिक स्वयं दोषी। हिजो मलाई बोल्न दे सरकार, आज बोल्नेको मुख थुन्दै सरकार। व्यक्तिगत हिसाबले सबै मन्त्री र सबै सांसद उस्तै हुनुहुन्न भन्ने त्यो थाहा छ, तर व्यक्ति छुट्याएर संस्थाको समीक्षा गर्न नसकिने रहेछ। सभामुख महोदय, सभामुख मार्फत भन्न चाहन्छु,
प्रधानमन्त्रीज्यू, मिटर ब्याज पीडित न्याय माग्न राजधानी आउँदै थिए, गृहमन्त्री बीच बाटोमै भेट्न पुग्नुभएछ, राम्रो काम। अब मिटर ब्याज पीडितले न्याय पाउँछन् कि राजधानी आउन रोक? जवाफ चाहन्छु। सहकारीमा कुन कुन सहकारीबाट कति पैसा फिर्ता भयो र सरकारले कुन कुन सहकारीमा कति कर्जा उठायो, सञ्चालकबाट कति उठायो? जवाफ आओस्। सभामुख महोदय, अन्तमा मेरो प्रश्न हामी आफैलाई पनि छ, यो सभालाई पनि छ। प्रतिनिधि सभा नियमावली 2083 निर्माणमा को चुक्यौँ? किन चुक्यौँ? समीक्षा गरेर सच्याउने हो कि सभाले आफ्नो काम कारबाही सुव्यवस्थित गर्न बनाएको कानुन बहुमतले पास गर्नुपर्ने हो कि सर्वसहमतिले? के अनुभूति भइरहेको छ पास गर्नेलाई? बहादुरीको कि अरू नै केहीको? सभामुख महोदय, म संसदमा अपिल गर्न चाहन्छु, सहीलाई सही र गलतलाई गलत भनौँ। संस्कार बन्छ, संस्कृति बन्छ र देश बन्छ। नेपाल र नेपालीको जय होस्। धन्यवाद, अभिवादन।